नमस्ते। आज मेरो किताब पढ्ने 5औं दिन। यो किताबभित्रको मैले चाहिँ कलम र मृत्युको सन्तास पढ्न गएकी छु। म सानैदेखि अलिकति हठी स्वभावकी थिएँ। लेखनमा पनि मेरो त्यही स्वभाव देखा पर्थ्यो। आक्रोश र आवेशको रङ पनि त्यसमा पोखियो। अव्यवस्था, विकृति र विसङ्गतिका विरुद्ध विद्रोहका स्वरहरूले देखा परे। समाजमा रहेका सबै खालका विभेदहरूमा का विरुद्धमा स्वरहरू देखा परे। ती विभेदहरूका विरुद्ध समता र मुक्तिका स्वरहरू मेरो कलमले बोके। त्यो समयमा जङ्गलबाट एक खालको विद्रोहको आँधी आउँदै थियो। त्यो आँधीले कयौं मान्छेहरूलाई आफैतिर तानिरहेको थियो। विद्रोही हावाले न्याय, मुक्ति र सङ्घर्षका स्वरहरू गुन्जिँदै थिए। गाउँ गाउँ, बस्ती बस्ती त्यो आँधीमा फस्दै थिए। फस्नु पनि स्वाभाविकै थियो। यहाँ थुप्रै खालका विभेदहरू थिए, असमानता, अन्याय र अत्याचारहरू थिए। तिनीहरूलाई निमोट्यान्न पार्ने सपनाहरू देख्दै थुप्रै युवा युवतीहरू जङ्गलतिर पसे। जवान भएका छोराछोरीहरू परिवर्तनका सपना बोकेर जङ्गल पस्थे, बन्दुक उठाउँथे। शास्ति उनीहरूका निर्दोष परिवारजनहरूले पाउँथे। उनीहरूका बुढा भएका बा आमालाई सेना प्रहरीहरू तेरो छोरा खोइ, तेरो छोरी खोइ, कहाँ हालिस् भन्थे। कतिलाई त कुट्थे, पिट्थे, कति निर्दोष मान्छेहरूलाई मार्थे। उनीहरू नै ठुला भएर आतङ्ककारीलाई सिद्धायो, खुब मजा आयो भन्थे। ओहो, मान्छे कति निर्दयी, बाँच्न पाउने अधिकार धरि छिनियो। यहाँ धेरै लालाबाला टुहुरा भए, कति आमाबाबाको कोख रित्यो, उनीहरूको जिउने सहारा खोसियो। साँच्चै देशले एकदमै त्रासदीको समय भोग्दै थियो। जुन समय घरका भित्ताहरूले पनि केही सुन्लान् र कतै अनावश्यक पो लाइदिलान् कि भन्ने सन्तास मान्छेहरूमा थियो। हो, मान्छेहरू खुलेर बोल्न पनि डराउँथे। कोही साँझ पाहुना आयो भने पनि बस खाऊ भन्न डराउनु पर्थ्यो। उता जङ्गल पसेकाहरूले पनि उस्तै खालका त्रास देखाउने काम गर्थे। मान्छेहरूलाई मार्ने, यातना दिने, चन्दा, आतङ्कको काम उनीहरूबाट पनि बढ्दै जाँदै थियो। मान्छेहरू आतङ्कले त्राही थिए। जब रात पर्दै जान्थ्यो, उनीहरूको स्वर काप्दै जाने गर्थ्यो। साँझ परेपछि मान्छेहरू साउतीले बोल्थे। हुन पनि हो, त्यो समय यति त्रास थियो। कति बेला कसलाई के हुने हो, को मरिने हो, बिहान घरबाट हिँडेको मान्छे साँझ घर फर्किने हो कि होइन, निश्चिन्त थिएन। कस्तो अन्याय, अत्याचार! उफ, मान्छेले बोल्न पनि डराउनु पर्ने। 2 दिनको जिन्दगीमा आनन्दसँग बाँच्न नपाउनु, त्राही भएर रहनु पर्ने, यो कस्तो विडम्बना! यस्तो अवस्थामा कलम बोक्नेहरूलाई अप्ठ्यारो थियो। झन् स्वतन्त्रता र अन्याय
न्यायप्रेमी लेखक कवि कलाकारहरूलाई त उनी अरूलाई भन्दा धेरै अप्ठ्यारो थियो। म पनि त्यतै कतै थिएँ। अत्याचार र अन्यायको सीमा नागेको देखेर मलाई भित्रभित्रै उकुस मुकुस भइरहेको थियो। निर्दोष मान्छेमाथि निर्मम खालका व्यवहार देख्दा म रिसले आगो भएकी थिएँ। खोइ किन हो मलाई सबै खालका बर्बरता मन परेन। समय पनि पीडित मान्छेहरूका लागि उल्टोसँग घुम्दै थियो। कति निश्वास र प्राणै नभएको जस्तो गरी मान्छेको जीवन जस्तो थियो मान्छेको जीवन। व्यक्तिगत रूपमा भने केही हर्षका पोकाहरू ठम्याइदिएर फाट्यो। 2057 को पात्रो समग्रतामा भन्ने हो भने त्यो समय मान्छेको मनमा एउटा सन्तास भएर हिँड्यो र उसले आफ्नो सन्तास भरेर हिँड्यो र उसले आफ्नो हिँड्दै नयाँ समयको ढोका घरक्क उघारिदिएर हिँडेको थियो। त्यो भागमा भित्रियो नयाँ वर्ष अर्थात् भित्ताहरूमा नयाँ पात झुन्ड्याइयो। पात झरेका बुढा रुखहरूले मौसम सुहाग्रात भोगेर पालुवाहरू फाल्न थालेका थिए। उनीहरूले पनि आफ्नो बेरुपी बनेको रूपरङ बदल्न लागेका थिए। ममा पनि नयाँ समयसँगै नव उत्साह नव उमङ्ग पलाउनु स्वाभाविकै थियो। नवचेतनाका बाटाहरू देशमा रगत बग्दै थियो। त्यो रगतले आफ्नै खालको इतिहास नै लेख्दै थिए। रगत बगाउनेहरू भन्थे जनताको इतिहास रगत नबगाई लेख्न सक्दिनन्। धरती रगतमय बन्दै रह्यो। खुल्साखुल्सीकामा मान्छेको आलो रगत, मान्छेका लासहरू स्याल कुकुर ब्वाँसोहरूले यत्रतत्र तानेर भोजन गरिरह्यो। त्यहीँ उभिएर त्यो पाशविकता बर्बरता कुरूपता देख्दा लाग्थ्यो यो मान्छे नामक जन्तु कति निर्दयी कति कुरूप। मान्छेप्रति एक मनमा घिन लागेर आउँथ्यो। थुक्क हरामी मान्छे। यता कतिले आफ्नो जीवन साथी गुमाए। विधवा बनेर आँसु झार्दा कयौँ बा-आमाका काख रित्तियो। त्यसैको पीडाले औडाहा भएर आँसुका भेल बगाउँदा कयौँ नानीहरूको आफ्ना बा-आमाको अनुहारै नचिनिने अनाथ हुनु पर्दाको क्षण देख्दा कानिएर मन गाँठो परेर आउँथ्यो। इतिहासमा कहिल्यै नभोगेको त्रासदी नेपालीहरूले भोग्दै थिए। त्यो समयमा कति चर्को स्वरमा बोल्दा पनि मारिने पो हो कि या त निर्मम यातनाको भागीदारी बनिने पो हो कि भन्ने सन्तास हुन्थ्यो हरेक मान्छेलाई। हरेक मान्छेहरू हतपत बोल्दैनथे। थोरैले भने मौनता चिरेर मान्छेहरूसँग गफ गर्थे। त्यो स्तब्धता चिरेर भए पनि सिर्जनाहरू मार्फत भए पनि रोकिएका मनका संवेदना पीडाले छटपटिएकाहरूको पीडा बोले
समताको क्रान्ति र शान्ति दुवै भुलिरहे। त्यति बेला कलम बोक्नेहरू सत्य लेख्दा बोल्दा खोरभित्र झाँकिनु पर्थ्यो या त मारिनु पर्थ्यो। परिवर्तनका स्वरहरू बोक्नेहरूलाई किन अपच मात्र थुपारिन्छ? स्वतन्त्रता र समानताको पक्षमा बोल्दा लेख्दा मैले पनि धेरै त्यस्ता अपशब्द पाएँ। ती कुरा पनि जिन्दगीका महत्त्वपूर्ण उपलब्धि नै थिए। मैले शान्तसँग सिर्जनामा बोल्दा कसैले सुनेपछि म चिच्याएर बोल्न बाध्य भएँ। सन्तासभित्र मान्छेको आवाज दबेपछि त्यसै बेला मेरो सिर्जनाले मौन बस्न मानेन। ऊ विद्रोहका स्वर बोकेर उर्लिन थाल्यो। नाङ्गो र चर्को आवाजमा उर्लिन थालेपछि बल्ल सबैले सुने। यस्तो स्वरमा बोल्दा म कहिले कुनै पार्टीको भनेर कहिले कुनै पार्टीको भन्नेहरूले भन्दै गरे, तर मैले कुनै पार्टीको झन्डा मुनि बसेर आफूलाई सञ्चालन गर्न चाहेन, किनभने मलाई त्यो परिधि सानो र साँघुरो हुन्थ्यो। कसैको बन्धन र कुनै खालको सीमाभित्र अडिन सक्दैनथे र स्वभावैले स्वतन्त्रता र स्वच्छन्दता खोज्ने मान्छे आफै मूल्य र मान्यतामा बाँच्न खोज्ने या सबैलाई घुलमिल भएर बाँच्न खोज्ने मान्छे अनि खुल्ला आकाशमुनि खुल्ला धरतीमाथि आफ्नै रङ र ढङ्गमा बाँच्न चाहने मान्छे कुनै पनि बन्धनभित्र बस्न चाहेन। मानवतामाथि नगरा गाडेको मैले सहन सकिनँ।